आदरणीय दर्शक वृंद नमस्कार। प्राइम टाइम लाइव में स्वागत करै छी। किछ दिन अगाड़ी के एक घटना है से क्रशर व्यवसाय जे क्रशर जे गिट्टी बालू ये सब जे उत्खनन किया जाए छै एकर विरोध करैत छले एक गोटे अभियंता दिलीप महतो हुनकर विभस्त एक किस्म से हत्या किया गेलै। क्रशर उद्योगी पर आरोप लागल छै, अखन वो थाना में छै। आइ एही विषय में बातचीत कर जा रहा है। विशेष कर क्रशर उद्योगी के कारण से वातावरण जे वातावरण है ते पर असंतुलन कायम भ रहा है, कतौ न कतौ प्रभाव पड़ रहा है एकर सेहो कहल जा रहा है जे अवैध उत्खनन किया जा रहा है ते के कारण से। वास्तव में ई घटना के लक प्रदेश सरकार सेहो एहि पर कड़ा प्रतिक्रिया जनलकै या कई एक निर्णय केलकै से क्रशर जे अवैध क्रशर से तेरा सबके बंद किया जाए प्रदेश 2 में। एहि पर क्रशर उद्योगी सब सेहो प्रतिक्रिया ई जनलकै से हम सब अपने बंद कर देब, एहन किस्म के अवस्था एलै। आब एकर निकास की भ सकै छै एहि विषय में आइ बातचीत करे जा रहल छी। आइ स्टूडियो में बजौने छी महोत्तरी के बर्दिवास के मेयर विदुर कार्की के, तहिना क नेपाल क्रशर तथा खानी उद्योग व्यवसाय महासंघ के अध्यक्ष केंद्रीय अध्यक्ष उमेश शेरचन के। सबसे पहले दुनू गोटे के स्वागत करै छी। तपाई दुवै जनालाई स्वागत छ। धन्यवाद सर। धन्यवाद आमन्त्रण गर्नुभएकोमा। सुरुमा मेयर साहबसँग कुरा गरौँ। यो जुन घटना भयो ढल्केबरमा मिथिला नगरपालिका 5 जहाँ एकजना अभियन्ता युवा जो चाहिँ वातावरणमा असन्तुलन कायम नहोस् हैन र कुनै किसिमको प्रभाव नपरोस् त्यो उद्देश्यले चाहिँ यो गिटी बालु उत्खनन गर्नुहुन्न है भनेर चाहिँ सचेत गराउँदै आएका थिए, तर उहाँको विवस्त हत्या गरियो। के भन्नुहुन्छ त? अब स्वर्गीय दिलीप महतो ले जे कुरा उठाउनु भयो त्यो कुरा सिङ्गो समाजको निम्ति र राष्ट्रकै निम्ति महत्त्वपूर्ण कुरा हो। अब क्रशर सञ्चालकहरूले ढुङ्गा गिट्टी बालु सङ्कलन गर्दाखेरि पनि नेपाल सरकारले निर्धारण गरेको नियम र कानुनको अधीनमा रहेर चाहिँ नै गर्नुपर्ने हैन। जुन ढङ्गले उहाँले चाहिँ अनधिकृत रूपमा उत्खनन गरिराख्नु भएको थियो, रोक्न जाँदाखेरि उहाँले जे भोग्नु पर्यो। अब यो भन्दा क्रूर अमानवीय त केही हुन्छ जस्तो नै मलाई लाग्दैन। त्यसो हुँदाखेरि यो सन्दर्भमा जे घटना घटेको छ यसको छानबिनको प्रक्रियामा छ, यसलाई अत्यन्तै मिहिन ढङ्गले छानबिन गरेर त्योसँग संलग्न भएका सबै दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। अहिले म यो भन्छु। हजुर शेरचनजी, तपाईँ नेपाल क्रशर तथा खानी उद्योग व्यवसायका महासङ्घका अध्यक्ष हुनुहुन्छ। यो जुन घटना भयो नि कसरी लिनुहुन्छ यो घटनालाई? हेर्नुहोस्, अब मेरो साहबले भने जस्तै जुन किसिमले यो घटना भयो त्यो कुरामा चाहिँ हामीलाई पनि दुःखको घटना हो। यो नहुनुपर्ने घटना भएको छ। तर यहाँहरूलाई म के भन्न चाहन्छु भने ठिकै छ, जुन किसिमले एउटा चाहिँ घटना भयो र उहाँलाई चाहिँ कानुनी कारबाही भइराखेको छ, त्यसमा चाहिँ जे कानुनले देख्छ भागीदार हुन्छ त्यो हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। तर यस बिचमा दोषीलाई कारबाही हुनुपर्छ, त्यो कुरा स्वाभाविक हो। चाहे म भए पनि हुनुपर्छ, चाहे जो कोही भए पनि कानुनलाई चाहिँ उल्लङ्घन गर्ने मान्छेलाई कारबाही हुनुपर्छ। त्यो कुरामा हाम्रो कुनै त्यसमा चाहिँ अब सरकारले कारबाही गरिरहँदाखेरि हैन, प्रहरी प्रशासनले कारबाही प्रक्रिया अगाडि बढाइरहँदाखेरि अनि अर्कोतर्फ फेरि सरकारले चाहिँ क्रशर जुन अवैध क्रशर उद्योगहरू छन् नि त्यो बन्द गर्नु पर्यो भनेर चाहिँ निर्णय गरेको अवस्था छ। फेरि त्यसमा फेरि तपाईँहरूले प्रतिक्रिया जनाउनु हो होइन, हुँदैन त्यसो चाहिँ किन नि? फेरि एउटा कुरा के छ भने यहाँहरूलाई चाहिँ म के सरसर्ती भन्न चाहन्छु भने क्रशर उद्योग अवैध भन्ने चाहिँ यहाँ चाहिँ तपाईँको जनमानसमा यो चाहिँ असर छ। यो कुराहरू यहाँले यसरी बुझिदिनु पर्यो। क्रशर उद्योग भनेको आजभन्दा तपाईँको चाहिँ
नेपाल सरकारको 2053 को औद्योगिक नीति अनुसार चाहिँ सम्पूर्ण क्रसर उद्योगहरू दर्ता भएको छ। त्यो दर्ता भनेको चाहिँ तपाईँ सरस्वती भन्न चाहन्छु, यो हामीले पहिला चाहिँ जुन मापदण्ड थियो हामीले क्रसर उद्योग सञ्चालन गर्नु अगाडि, त्यो मापदण्ड भनेको चाहिँ के छ त भन्नुहुन्छ भने नापी शाखाले प्रमाणित गरेको 100 फिट रेडियसको जग्गामा चाहिँ गर्न पाउने भन्ने नियम एउटा थियो र यो राजमार्गको नियम चाहिँ जुन 25 मिटर हो राजमार्ग त्योभन्दा नियम थिएन। र अर्को चाहिँ तपाईँ के छ भने जग्गाको चाहिँ नि किताको चाहिँ उल्लेख भएको 15 दिने सूचना त्यो चाहिँ प्रकाशित गर्न पर्थ्यो र त्यसपछि गाविसले चाहिँ नि सार्वजनिक मुजुल्का गरेर र तपाईँको चाहिँ नि वातावरणविदले एउटा चाहिँ प्रमाणित गरेर आइ गरेर क्रसर उद्योग राख्न दिने पहिला हाम्रो नियम थियो 2053 को औद्योगिक नीति अनुसार। त्यो सम्पूर्ण चाहिँ हामीले चाहिँ नेपाल सरकारको नीति नियम अनुसार हामीले मानेर ल आजदेखि तपाईँहरूले चाहिँ नि तपाईँको प्रक्रिया पुरा भयो, लाइसेन्स लिनुहोस्, कारोबार सञ्चालन गर्नुहोस् भनेर दिएको अवस्था हो। त्यस पछाडि जुन चाहिँ तपाईँको चाहिँ नि 2067 साल 4 महिना 21 गते नेपाल सरकारबाट एउटा चाहिँ 60 वटा सचिवज्यूहरू चाहिँ नि को चाहिँ एउटा प्रतिनिधित्व हुने गरी तपाईँको चाहिँ नि एउटा फेरि एउटा नयाँ मापदण्ड ल्याइयो। जो मापदण्ड के मापदण्ड छ यसमा हुनुहुन्छ भने खोलाबाट चाहिँ 500 मिटर टाढा हुनुपर्ने, बाटो र चाहिँ तपाईँको चाहिँ नि हाइवेका बाटोहरूबाट चाहिँ 500 मिटर टाढा हुनुपर्ने, खोलाबाट 500 मिटर टाढा, हाइवेबाट 500 मिटर टाढा, आरक्ष वन जङ्गल घना बस्ती शिक्षण संस्था धार्मिक तथा पुरातात्विक महत्त्वका स्थानहरूबाट चाहिँ नि 2 किलोमिटर टाढा हुनुपर्ने र त्यसमा चाहिँ हाइटेन्सन लाइनको चाहिँ नि 100 मिटर टाढा हुनुपर्ने। सबै मापदण्ड चाहिँ पालना गरेका छन् उद्योगीहरूले त्यो भन्नुहुन्छ तपाईँ? म यहाँलाई चाहिँ यो कुरा के व्याख्या गर्न मेयर साहब यसमा अलि थपौँ है। तपाईँले के लाग्छ, किनभने यो सिधै जुन क्रसर उद्योगीको जुन कुरा आउँछ, क्रसर उद्योगको जुन कुरा आउँछ, यो चाहिँ सिधै स्थानीय तहसँग जोडिएको कुरा हो, किनभने स्थानीय तहलाई यो अधिकार दिएको अवस्था छ। अहिले संहितामा गइसकेपछि स्थानीय तहले नै अब ठेक्कापट्टा लाउनेदेखि लिएर उद्योग सञ्चालनका, यद्यपि दर्ता गराउने चाहिँ केन्द्रबाट हो तर काम लाउने चाहिँ स्थानीय तह हो भन्छ। यसमा चाहिँ के रहेछ अख्तियारी चाहिँ के रहेछ स्थानीय तहको, त्यो पहिला बुझौँ। अब यो कस्तो छ भने म थोरै पछाडि जान चाहन्छु। हजुर, अब म निर्वाचित हुनुभन्दा अगाडि पनि यो अनियमित ढङ्गको उत्खनन त्यति बेलै सुरु थियो हाम्रो क्षेत्रको कुरा विशेष ढङ्गले गर्दाखेरि चाहिँ नि। अब धेरै ठुलो लडेर चाहिँ जनताको तटबन्ध निर्माण गऱ्यौँ, रातु खोलाबाट आम जनतालाई चाहिँ धनजन जोगाउनको निमित्त काम गरियो। त्यो ड्यामको तपाईँको जरा भिराएर खनिसकेपछि रोक्नको निमित्त ठुलो आन्दोलन मैले सृष्टि गरेँ होइन। त्यसले केही त सकि नै सकेको थियो, त्यो पछि रोकियो, तर राति त हामी ड्युटी गर्न सक्यौँ न। विभत्स ढङ्गले नेपाल सरकारको नाममा रहेका वा सरकारी जग्गाहरूमा उत्खनन गर्दै चाहिँ यो प्रक्रिया सुरु भयो। पहिला जिल्ला विकास नामको चाहिँ अहिले जिल्ला समन्वय थियो, अनि उसले चाहिँ सबै यसको कुरा अगाडिपट्टि बढाउँथ्यो होइन। दर्ता तपाईँको यो जति बेला जनप्रतिनिधिहरू हुनुहुन्न थियो, भ्याकम थियो, त्यति बेला सबैभन्दा धेरै क्रसरहरू खुलेका छन् होइन। यो मापदण्डको कुरा गर्दाखेरि अनि गत वर्ष मात्रै चाहिँ मैले यो सबै कुरा उठाइराख्दाखेरि मन्त्रालय गएँ, विभाग गएँ, सारा ठाउँमा पुगेँ। हेर्नुहोस् के हो त यसको सबै कुरा भनेर खोज्दै जाँदाखेरि यो मापदण्ड अहिले जो उहाँले चर्चा गरिराख्नु भएको छ, यो मापदण्ड चाहिँ मैले प्राप्त गरेँ। त्यो मापदण्डको आधारमा आएर मन्त्रालयसँग कुरा गरिसकेपछि हामी यसको चाहिँ एउटा निर्देशिका ड्राफ्ट गर्दैछौँ। यो चाँडै जान्छ भन्नुभयो। आउने बेलामा कहाँ आयो त भन्दा त्यो जिल्ला समन्वयलाई सबै कुरा गर्ने गरिकन आयो, अनुगमनको पाटो दियो होइन हो। अनि त्यसपछि अब खोला नाला त अब स्थानीय तहमा छन्, अनि यो टेन्डरको व्यवस्थापन कसले गर्ने भन्ने सन्दर्भमा कुरो भइराख्दाखेरि प्राकृतिक स्रोत व्यवस्थापन हाम्रो जो छ माथिपट्टि, उसले चाहिँ के भन्यो भन्दा यो चाहिँ स्थानीय तहले गर्ने होइन, अनुगमन उसले गर्ने भन्यो होइन। त्यसो गर्दाखेरि पहिलो कुरा चाहिँ पछिल्लो कालमा जो मापदण्ड तय भएको छ, राज्यले जे गरेको छ त्यो पनि थोरै गरेको छ भन्ने हो मेरो कुरा। त मै त्यो ठाउँमा बसेर लेख्ने भए म अझ धेरै लेख्छु, म अझै बढाउँछु, म त्यो गर्छु। किनभने आज तपाईँको खोलाको किनारमा
अधिकांश क्रसरहरू खुलेका छन्। हाइवेबाट 500 मिटर नपुगेका क्रसर त हाइवेमा चाहिँ नि उनीहरूले गरेका प्रोडक्ट लगेर थुपारेर चाहिँ नि कारोबार गरिराखेका छन् नि त। मैले यो घटना त अस्ति पछि घट्यो, योभन्दा अगाडि पनि मैले के भने भन्दा बाबा जे भए पनि तपाईँहरू एउटा मिटिङ बोलाइदिनुहोस्, हामीलाई पनि बोलाउनुहोस्, त्यहाँ आमन्त्रित गर्न पाइन्छ तपाईँहरूको मिटिङमा, र बोलाएर चाहिने यो कम्तीमा क्रसर चलाउनु हुँदैन यो कुरा छैन। मेरो मान्यता चाहिन्छ नि त, रोड बनाउनु पर्यो, ग्राभेल चाहिएछ, घर बनाउनु पर्यो, गिटी चाहिएछ, यो चाहिएको छ, तर नियमबद्ध ढङ्गले अनुशासित ढङ्गले सञ्चालित हुनु पर्यो नम्बर 1। र मूल कुरा चाहिँ यो मापदण्ड जो तय गरेको छ यसमा उद्योगीहरूलाई चित्त नबुझेका थुप्रै आफ्ना कुरा होलान्, तर राज्यले निर्धारण गरिसकेपछि मापदण्ड पुरा हुनु पर्यो हैन। चित्त बुझे। अब यसमा एउटा अघि शेरचन्दजीले पनि भन्नुभयो कि क्रसर जति सबै अवैध भनेर उहाँले क्वेसन गर्नुभयो के अवैध नै हुन् त राज्यले चाहिँ। अब मैले के हजुरसँग बुझ्न खोजेँ भने मेयर साहब, अवैध जुन भयो नि, अवैध भन्यो नि राज्यबाट हैन, अवैध क्रसरहरू बन्द गर है भने उहाँले चाहिँ होइन अवैध भनेर सबैलाई भन्यो भन्ने किसिमको चाहिँ कुरा गर्नुभयो के। भनेपछि स्थानीय तहलाई यो जिम्मेवारी दिएको छ होइन, भनेपछि त्यता उत्खनन भइरहेको छ या अवैध किसिमबाट काम भइरहेको छ, मापदण्ड विपरीत काम भइरहेको छ भने त्यो हेर्ने निकाय त स्थानीय तह हो नि त फेरि होइन। भनेपछि स्थानीय निकाय चाहिँ किन चुकेको अवस्था रह्यो? यसो यो हेर्ने कुरा, यो सबै कुरा गर्ने नियमन गर्ने कुरा चाहिँ जिल्ला समन्वय हो, हामीलाई यो दिएन क्या। जिल्ला समन्वय समितिको त अनुगमन गर्ने भएको त्यति त, अरू कहाँ दिया छ त नि? अनुगमन गर्ने चाहिँ त्यही त हो, सबै कुरा उहीँ गएको छ। हामीलाई त जिल्ला समन्वयले चाहिँ चिठी काट्ने हो, यसो गर्नुहोस् है भनेर। अनि उल्टै हामी चाहिँ के गरिराखेका छौँ भन्दाखेरि पहिलो कुरा हामीले उठाएको कुरा चाहिँ नि अहिले जो निर्णय भएको छ नि त, यो निर्णय त आज गर्ने निर्णय नै होइन नि, यो त वर्ष दिन पहिले निर्णय गरेर चाहिँ तपाईँको डकुमेन्ट के छ सबै कुरा ल्याउनुहोस् भन्नु पर्यो। एउटा उद्योग चलाइराख्दाखेरि सबै कुरा चाहियो नि त, त्यसले वातावरणमा पार्ने असर के हो, मापदण्ड राज्यले तोकेको के हो, यो सबै कुराको आलोकमा त्यो सही छ कि छैन भनेर त पहिले नै चेक गर्नुपर्छ नि यसलाई। शेरचन्दजी आज के अवैधको जुन अब यहाँ चाहिँ कुरा के आयो भने दर्ता गराउने सबै गर्ने, तर त्यो जुन छ नि मापदण्ड तपाईँले पढेर सुनाउनु भयो होइन, ती मापदण्ड चाहिँ उद्योगीहरूले चाहिँ पालना गरेनन् के। यस्तो छ, यहाँलाई मैले कुरा गर्दा गर्दै एउटा कुरा डाइभर्ट भयो। यहाँलाई म के भन्न चाहन्छु भने यो मापदण्ड जुन कुरा आएको छ, मेयर साहबले पनि भन्नुभएको छ, यो कुरालाई हाम्रो चाहिँ कुनै पनि यसमा आपत्ति छैन। व्यवहारको कुरा आयो क्या, व्यवहार चाहिँ के भइरहेको छ यसको रियालिटी कुरा के हो भन्ने कुरा म तपाईँहरूलाई र हाम्रो क्रसर व्यवसाय महासङ्घको धारणा के हो भन्ने कुरा यहाँहरूले बुझ्न जरुरी छ। कुरा के हो भन्नुहुन्छ भने जुन किसिमले हामीले यो नेपाल सरकारसँगै लाइसेन्स लिएको हो नि, लाइसेन्स लिइसकेपछि हामी राति सुतेर बिहान उठ्दाखेरि हाम्रो क्रसर उद्योग अवैध भइदियो क्या। यो यहाँहरूले बहुत मार्मिक कुरा बुझ्नु जरुरी छ। आज जुन किसिमले विभिन्न चाहिँ सरकार निकाय एक दिन अगाडि अवैध भएको भोलिपल्ट चाहिँ अवैध भयो भन्नुहुन्छ। म हजुरलाई यसरी बुझाउन चाहन्छु, आज बेलुकासम्म चाहिँ हामी यो लाइसेन्स लिएर हामी बसेका छौँ, भोलि बिहान उठ्दाखेरि हामीसँग कुनै पनि सरोकारै नराखिकन तपाईले यो कुरा प्रदेश सरकारले जुन निर्णय गर्यो त्यसलाई इम्प्लिमेन्ट गरिराख्नु भएको छ। यो केन्द्र सरकारले जुन निर्णय गर्यो, हामी बिहान राति सुतेर बिहान उठ्दाखेरि हामी क्रसर उद्योग अवैध भयो, बिहान उठ्दाखेरि कसरी अवैध भयो, कसरी भयो मलाई अघि भनिहालेँ तपाईँलाई। जुन किसिमले यो औद्योगिक नीति 2053 अनुसार हामीले लाइसेन्स लिएका थियौँ, खोला किनारमै तिम्रो चाहिँ क्रसर उद्योग खोल्नुहोस् भनेर दिएको लाइसेन्स हो त्यो। रोडबाट जम्मा 25 मिटर टाढा तपाईँहरू क्रसर उद्योग राख्नुहोस् भनेर गरिएको उद्योग हो त्यो। तर त्यो त परिवर्तन भयो। के छ भन्नुहुन्छ भने हाम्रो भनेको अर्थ के हो भने हामी अवैध होइन, अवैध त कसरी भयो त भन्नुहुन्छ भने यो औद्योगिक नीति पुरानो नियम मानेर हामीलाई सरकारले क्रसर उद्योग दर्ता गर्न दियो। त्यो दर्ता गरिसकेपछि त्यही प्रमाणपत्र ब्याङ्कमा राखेर हामीले वित्तीय संस्थाबाट चाहिँ हामीले 80 अरब रुपियाँ लोन लिएको छ देशभर क्रसर उद्योग। त्यो आज चाहिँ तपाईँको चाहिँ उसले दाताले देखाउँछ राष्ट्र ब्याङ्कको, सरकारले लोन पनि दिने, तेरो लाइसेन्स ठिक भयो पनि भन्ने, अनि त्यहाँबाट सरकारले कुनै ऐन कानुन कार्यविधिहरू परिवर्तन गरेको अवस्थामा त्यो अनुसार क्रसर उद्योग चल्ने कि नचल्ने त? त्यो त पहिला होला, त्यो समयको लागि त्यो उपयुक्त होला, अहिले परिवर्तन भयो रे भनेपछि मान्ने कि नमान्ने त? व्यवसायले हामी मान्ने,
त्यसमा नाइ भनेको छैनौँ, तर कुरो कहाँनिर चुरो छ कुरोको भन्नुहुन्छ भने राति सुतेर बिहान उठ्दाखेरि तपाईँको चाहिँ यस्तो मापदण्ड ल्याइदियो, कस्तो मापदण्ड ल्याइदियो, ल तपाईँ एउटा व्यावहारिक कुरा भन्नुहोस्। यो सर्वसाधारण व्यावहारिक त मेरो साहब पनि यही हुनुहुन्छ, खोलाबाट 500 मिटर टाढा। ए भनेपछि तपाईँको विचारमा 25 मिटर टाढा हुनु पर्यो? 25 मिटर टाढा हामी भन्दैनौँ। हजुर, हाम्रो भनाइ के हो भने एउटा चाहिँ नि व्यावहारिक किसिमले हुने खालको चाहिँ एउटा चाहिँ मापदण्ड तोकिदिनु पर्यो, जो कि क्रसर उद्योगहरूले पनि गरिराखोस्। 500 मिटर पनि व्यावहारिक भएन रे होइन। सुन्नु न, एउटा कुरा म हजुरलाई भन्न चाहन्छु, 500 मिटरको मात्रै कुरा रहेन नि यहाँ त। खोलाबाट 500 मिटर, हाइवेबाट 500 मिटर, घना बस्ती वन जङ्गल शिक्षण संस्था धार्मिक महत्त्वको स्थानबाट अरू थुप्रै छन्। अहिले खोलाकै कुरा गरौँ, खोलाकै कुरा गरौँ। यो कुरा के बुझिदिनुहोस् भनेपछि यो मापदण्ड भनेको यो नेपालको भूभागमा पाइँदैन। एउटा कुरा यहाँलाई म के जानकारी गराउन चाहन्छु भने यो पाइँदैन भनेर हामीले सरकारसँग लडेछौँ। सिंहदरबार हिँड्दा हिँड्दा हाम्रो खुट्टा जुत्ता फाटिसक्यो। मेयर साहब, उहाँको भनाइको के तात्पर्य रह्यो भने पहिला जुन थियो नि औद्योगिक नीति, त्यो अनुसारकै हुँदा राम्रो रे, त्योभन्दा अलि मापदण्ड परिवर्तन भएर आयो, अब हामी चाहिँ अवैध भयौँ होइन, र अहिले 500 जुन तोक्या छ त्यो चाहिँ त्यो हुँदैन अलि नजिक सार्नु पर्यो। हुँदैन हामीले भनेको छैनौँ। हजुर, यो हामीले हुँदैन भनेको छैनौँ, हामीले यो कुरा स्वीकार गरे हुन्छ। हजुर, अनि समस्या तर नेपाल सरकारलाई पनि हामीले चाहिँ नि एउटा हामीले यो माग राख्यौँ, सबै सचिवज्यूहरू राखेर चाहिँ नि एउटा चाहिँ विभिन्न मन्त्रालयका सचिवज्यू, उद्योग वाणिज्य सङ्घको महासङ्घका अध्यक्ष, जो कि हामी व्यापारिक संस्थाको हेडक्वार्टर भने त उद्योग वाणिज्य महासङ्घ हो नि त, उहाँको एउटा प्रतिनिधि। त्यसो माग चाहिँ के हो त? त्यसो हामीले माग राख्यौँ। हजुर, माग राख्दाखेरि उहाँहरूले के भन्नुभयो भने 14वटा ठाउँको 93वटा खानीमा तपाईँहरूलाई प्रवेश गराइदिन्छौँ भन्ने उहाँहरूले चाहिँ नेपाल सरकारबाट एउटा निर्णय भयो। त्यो निर्णय तपाईँको भइसकेपछि 71 साल यो मसान्तमा भएको निर्णय हो। त्यो निर्णय भइसकेपछि हामी जान तयार छौँ, हाम्रो कुनै विवादै भएन, ल हामीलाई पठाइदिनुहोस् भनेर हामी बस्यौँ। बस्दाखेरि तपाईँको चाहिँ उहाँले 2 चोटि चाहिँ 6 महिना गरी चाहिँ म्याद थपिदिनु भयो कि पक्नुहोस् हाम्रो तपाईँलाई चाहिँ व्यवस्था गर्दैछौँ भनेर हामीलाई चाहिँ लिखित पत्र छ हामीसँग। छोटोमा भनिदिनुहोस् तपाईँ, यो जुन मापदण्ड तपाईँले पढेर सुनाउनु भयो नि, प्रदेश सरकारको पनि मापदण्ड अहिले आयो, त्यो मापदण्ड पनि सबै अब सबै मान्नुहुन्छ नि? त्यो मान्छौँ भन्दा भन्दै उहाँहरूले पनि सम्भव नदेखेपछि 14वटा ठाउँको 93वटा स्थानमा सम्पूर्ण क्रसर उद्योगहरू हामीलाई त्यो स्थानान्तरण गरिदिने कुरा चाहिँ आयो। र त्यो उद्योगहरू स्थानान्तरण हुँदाखेरि 2 वर्षको कर पनि चाहिँ हामीलाई चाहिँ मिना गर्ने, बाटोको व्यवस्था गर्ने, बिजुलीको व्यवस्था गरिदिने, पानीको व्यवस्था गरिदिने औद्योगिक राज्यले यो कुरा भनेको निर्णय छ हामीसँग, तर कार्यान्वयन गर्न सकेन। र आज हाम्रो भनाइ त्यही नै हो कि हामीलाई तपाईँले कार्यान्वयन गरेको ठाउँ पुर्याइदिनुहोस्। उहाँको कुरा चाहिँ के रह्यो भने जुन स्थापित छ नि उद्योगहरू, जो पहिलाको नीति अनुसार चल्या थियो होइन, ती उद्योगहरू चाहिँ अब नयाँ नीति अनुसार गर्ने भने त अब त स्थानान्तरण गर्नु पर्यो होइन। अब त्यसको चाहिँ हर्जना भनौँ एक किसिमले, स्थानान्तरण गर्दाखेरि लाग्ने खर्चदेखि यावत कुराहरू चाहिँ राज्यले बेहोर दिने कुरा गर्यो, नवीकरण गर्दाखेरि पैसा नलाग्ने कुराहरू यावत कुराहरू पनि थियो होला होइन। भनेपछि ती कुराहरूमा चाहिँ राज्य चाहिँ चुक्यो के, त्यो कारण रह्यो अरे भन्नुहुन्छ? होइन, यो त लिखित कुरा हो नि हजुरको चाहिँ, नेपाल सरकार कार्यान्वयन गरेन राज्यले भन्नुहुन्छ। यो कुरा सही छ कि एउटा कुरा त के हो त भन्दा हिजो 53मा जे कुरा आयो यो संसार रहेसम्म, नेपाल राज्य रहेसम्म त्यही कानुन चलोस् भन्ने कुरा हुँदैन। हजुर, समय सापेक्ष ऐन कानुनहरू पनि परिवर्तन हुँदै जान्छन्। राजा ज्ञानेन्द्र पनि नारायणहिटी छोडेर चाहिँ नागार्जुन गएको इतिहास छ हामीसँग होइन। र जे ढङ्गको ऐन बनेर आयो, यो मापदण्ड चाहिँ कायम गरेर आइसकेपछि यो उहाँहरूले मान्नुपर्छ एउटा कुरा, यसमा कुनै दुविधा पालिराख्नु हुँदैन, मेरो पहिलो कुरा। दोस्रो कुरा, यदि राज्यले तत्कालीन बसेर उहाँहरूसँग एग्रिमेन्ट गरेको हो भने त्यो लागू गरिदिनुपर्छ। र मैले बुझेको कुरा त के हो भन्दा यो आइसकेपछि उहाँहरूलाई पटक पटक गरेर 2 वर्ष म्याद थप भयो, तपाईँहरू यो मापदण्ड अनुसार जानुहोस् है, तत्कालै हामी हटाउँदैनौँ, 2 वर्ष चाहिँ तपाईँहरूलाई चाहिँ समय दिइन्छ, तपाईँहरू सर्नुहोस्, आफ्नो आफ्नो ठाउँमा जानुहोस्। मैले अहिले पनि बर्दिवास नगर क्षेत्रभित्र भएका मापदण्ड पुरा नगरेका, जो मैले अघि चर्चा गरेँ नि त, तपाईँ अहिले पनि अनुगमनमा जानुहोस्, हाइवेमै सञ्चालन गरेको छ क्रसरहरू। एक दोस्रो कुरा, रातु नदीको किनारमै सञ्चालन भइराखेको छ, मैले बोलिराखेको विषय त त्यहाँ हो नि। तेस्रो कुरा मैले बोलेको के हो भन्दाखेरि सरकारी जग्गा छन् नि त, राति जब मान्छे सबै सुत्तछन् अनि सरकारी जग्गामा उत्खननको काम सुरु हुन्छ।
हामीले रोकेको यही त हो। यो चाहिँ के छ, यो एकदमै गुनासो आइरहन्छ नि यो विषयमा चाहिँ। यस्तो छ। राति चाहिँ खन्ने, मापदण्ड चाहिँ 3 फिटसम्म मात्रै खन्ने, या भनौँ त्यो वरिपरिको क्षेत्र मात्रै खन्ने, अलि भित्रैसम्म भनौँ न पुलको नजिकै गएर खन्ने लगायतका कुराहरू आउँछन्। राति सबै सुते बेलामा चाहिँ मजासँग डोजर चलाइरहेको अवस्था छ होइन। यस्तो चाहिँ किन? यस्तो छ, मेन कुरा के छ भन्नुहुन्छ भने एउटा चाहिँ उद्योग व्यवसायको मापदण्ड एउटा चाहिँ तपाईँको चाहिँ मापदण्ड भयो र एउटा चाहिँ उद्योगले गर्ने, उद्योगमा प्रयोग हुने कच्चा पदार्थको कुरा भयो। जुन उत्खनन भन्ने कुरा चाहिँ नि कच्चा पदार्थ सङ्कलन गर्ने कुरा भयो। हजुर, उद्योग भनेको चाहिँ जुन किसिमको दुईवटा किसिमको यहाँ डिबेट छ। एउटा उत्खननमा समस्या, एउटा चाहिँ क्रसर उद्योगको मापदण्डको समस्या। मापदण्ड यहाँलाई मैले भनिहालेँ, राति सुतेर बिहान उठ्दाखेरि तपाईँ यस्तो मापदण्ड लगाइदियो कि यो तपाईँको चाहिँ नेपालको भूभागमै रहन सक्दैन। यो कुरा प्रमाणित तपाईँको पहिल्यै भइसक्यो। यो नेपाल सरकारले प्रमाणित गरेर यो हामीले एउटा भनेपछि राज्यले म एउटा उत्खननमा तपाईँलाई जोड्न चाहेँ, उत्खननमा मैले जोड्न चाहेँ जुन किसिमले यो मापदण्ड लगाए नि 2067 साल 4 महिना 21 गतिको मापदण्ड हो यो, त्यसैमा तल उत्खननको विषयमा पनि लेखेको छ क्या। उत्खननमा के हुन्छ भने मेरो साथ पनि हुनुहुन्छ, पहिला हामीले चाहिँ कुनै पनि खोलाको आइ गर्दाखेरि त्यसमा चाहिँ नि सम्पूर्ण कुराहरू लेखा हुन्छ। त्यो कुन गाविस, कुन नगरपालिका, कुन गाउँपालिका वा कुन कहाँको किनार, कुन खोलाको किनार, कुन रोडको किनार, कुन पुलको किनार प्रष्ट हुने गरी तपाईँको चाहिँ नि त्यो फोटो समेत भएर चाहिँ त्यहाँ एउटा यति घनमिटर निकाल्न सकिन्छ भन्ने कुरा त्यो एउटा आइले कागजी कुरा भयो। कागजी कुराको व्यावहारिक कुराको व्यावहारिक कुरा आउँदैछु। कुनै पनि ठेका आज अहिले चाहिँ तपाईँको चाहिँ जुन व्यक्ति जहाँ चाहिँ अस्ति मृत्यु हुनुभयो त्यसमा पनि 4.5 करोड रुपियाँको ठेक्का लागेको छ। त्यो ठेक्का के को आधारमा लागेको छ त भने आइको आधारमा लागेको छ। यति घनमिटर यो ठाउँमा यो टट्ट ठाउँमा निकाल्ने भनेर प्रमाणित गरेर दिएको छ क्या। र हाम्रो यहाँ अचम्मको नियम के छ भन्नुहुन्छ भने त्यो त्यति चाहिँ तपाईँको चाहिँ परिमाण व्यक्तिले निकाल्ने, साबेलले निकाल्ने भन्ने यो एउटा सबैभन्दा चाहिँ नि तपाईँको चाहिँ बुझ्नुपर्ने कुरा चाहिँ जनमानसले पनि बुझ्नुपर्ने कुरा यहाँ छ। क्रसर उद्योगलाई म यो अलिकति प्रश्न गर्न चाहेँ यहाँलाई। क्रसर उद्योगलाई स्क्याबर्डर किन्न दिने, राज्यले कर लिने, ट्याक्स लिने, इन्सुरेन्स लिने, क्रसर उद्योगको नाममा इक्विपमेन्ट चाहिँ तपाईँको चाहिँ नि भित्राउन दिने, तर नेपाल सरकारले टोकेको चाहिँ तपाईँको जुन एउटा परिमाण हो 4.5 करोड रुपियाँ चाहिँ तपाईँको चाहिँ ठेक्का लगाएछ, त्यसलाई चाहिँ इक्विपमेन्टले निकाल्न किन नपाउने? अहिलेको जमानामा हेर्नुहोस् यो कुरा तपाईँले बुझ्न जरुरी छ। मेरो साथ पनि यही हुनुहुन्छ, सबै चाहिँ यो चाहिँ प्रदेशका सबै चाहिँ जिम्मेवार व्यक्तिहरूलाई म चाहिँ के अनुरोध गर्न चाहन्छु भने त्यति घनमिटर क्वान्टिटी टोकेर चाहिँ जब तोकिसकिन्छ भने अहिलेको जमानामा मान्छेले साबुनले निकाल भन्ने कुरा चाहिँ कति कुरपूर्ण कुरा छ। हेर्नुहोस् त के तपाईँको चाहिँ सुन्नुहोस् न, आखिर सबै कुरा यो कहाँनिर जोड्यो त भन्दाखेरि ठेक्का लगाइदिने, मान्छेले साबुनले निकाल भन्ने, अनि मान्छेले राति चाहिँ तपाईँको चाहिँ राति 2 बजे घटना भएको छ। त्यो घटना पनि कुरा गर्न चाहन्छु यहाँलाई। त्यो राति चाहिँ निकाल्न पर्ने आवश्यकता किन दिएको? त्यो आवश्यकता किन चाहिँ सृजना गरेको? जब ठेक्का लगाइन्छ भने क्रसर उद्योगलाई एलसी खोलेर चाहिँ आफ्नो चाहिँ इक्विपमेन्ट लिन दिने, कर लिने, ट्याक्स लिने, भ्याट लिने हो। एउटै कुरा के छ भने उत्खनन गर्ने बेलामा त्यो टोकेको क्वान्टिटी भन्दा चाहिँ बढी तपाईँको चाहिँ निकाल्न नदिउँ न। यसमा हामी फेरि कुरा गरौँ ल। अहिले छोटो ब्रेक, अखै छोटका ब्रेकले चाहिँ ब्रेक के बाद फिर बातचीत क्रम जारी रहते। ब्रेक के बाद स्वागत करें प्राइम टाइम लाइव में। स्टूडियो में छथि विदुर कार्की, महोत्तरी बर्दिवास के मेयर साहब छथि, तैना कऽ नेपाल क्रसर खानी उद्योग व्यवसाय महासंघ के अध्यक्ष उमेश शेरचन, दुवैजनालाई फेरि स्वागत गर्छु। मेयर साहब, स्थानीय निकाय चाहिँ निरीह किन चाहिँ भयो? एउटा त कुरा आयो कि अवैध उत्खनन भयो, जुन राति राति उत्खनन गर्ने कुरा, मापदण्ड विपरीत चाहिँ उत्खनन भयो होइन। एउटा मापदण्ड छ, कागजी कुरा उहाँ शेरचनजीले पनि गर्नुभयो होइन, कागजी कुराहरू यो छ त्यो छ, अनेक किसिमका कुरा भयो के। तर मुख्य समस्या चाहिँ व्यावहारिक, कागजी कुरा एउटा होला तर गर्ने चाहिँ उद्योगीहरूले चाहिँ के गर्छन् त, त्यो मुख्य कुरा हो। स्थानीय तहलाई शक्तिशाली भन्ने गरिएको छ नि त होइन, एकदमै अधिकार दियो, यो कुरा त छँदैछ, यो पाटो छ भनेपछि स्थानीय तह चाहिँ किन निरीह देखियो?
यो विषयमा? स्थानीय तह निरीह छ भन्ने कुरा त मलाई लाग्दैन, किनभने अहिले यो गिटी बालुको कोणबाट कुरा गर्दाखेरि बर्दिवास नगरपालिका सबैभन्दा राम्रो नगरपालिकाभित्र पर्छ। गत वर्ष मैले पनि टेन्डर लगाएँ होइन, सबै प्रक्रिया पुर्याएर टेन्डर लगाइयो। यो मान्छेलाई हुने चाहिँ के हो त भन्दाखेरि यो अवैध उत्खनन भन्ने विषय चाहिँ हाम्रो आई रिपोर्टले तोकेको दिएको अनुसार उहाँले भनेको एउटा कुरामा म कहाँ सहमत छु भन्दाखेरि मेसिनहरू प्रयोग नगरिकन अब ग्राभेल जस्तो काम गर्न कसैले सक्दैन, त्यो अव्यवहारिक कुरा छ राज्यको। यो म सिधा सिधा भन्नेवाला छु। मैले गत वर्ष चाहिँ लगाउनुहोस्, धेरै चर्चा परिचर्चा भयो, जवाफ मैले दिएँ। म यो अव्यवहारिक कुरामा त जान भएन नि, हामी प्र्याक्टिकली जान पर्यो नि। एक अर्को कुरा, आईले तोकेको जति गहिरो जति चौडामा सङ्कलन गर्नु भन्छ, उनीहरूलाई कलेक्सन गर्नु भन्छ, त्यसका पनि चाहिँ नि निश्चित समयदेखि यति समयसम्म उठान गर्ने भन्ने हुन्छ क्या। त्यहाँ राति भन्ने त हुँदैन नि त। उहाँलाई राति राति काम गर भनेर चाहिँ लाइसेन्स दिएको छ र अनुमति दिएको छ र कसैले? त्यो छैन नि। तर किन गर्नु पर्यो त्यो होइन? उहाँहरूले बरु यत्रो लडिराख्दाखेरि चाहिँ राज्यसँग, अहिले अर्थमन्त्री हुनुहुन्छ, त्यति बेला चाहिँ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुनुहुन्थ्यो, जनताको तटबन्ध पारेपछि मान्छेले काम गर्नुपर्छ नि भन्नुभयो मलाई म भेट्न जाँदाखेरि। मैले यो सम्भव हुँदैन मान्यज्यू, यो त गाह्रो कुरा छ। यो त मेसिन यहाँ चाहिँ कुरा के भयो भने क्रसर उद्योगीले चाहिँ हामीले चाहिँ हाम्रो विपरीत चाहिँ हामीले चाहेको इच्छा अनुसारको मापदण्ड आएन होइन, या त्यो अनुसारको राज्यले व्यवस्था गरिदिएन, त्यही भएर चाहिँ हामी राति उत्खनन गर्न बाध्य छौँ भन्ने उहाँको कुरा आयो होइन। अर्कोतर्फ स्थानीय तहले पनि नदेख्ने युवा अभियन्ताले गएर चाहिँ त्यो चिज भइरहेको छ भनेर चाहिँ आवाज उठाइरहने, तर त्यहीँका स्थानीय निकायले चाहिँ वास्ता नगर्ने हो कि नगरेको हो कि के चाहिँ भयो? सुन्नुहोस्, यसो भएको हजुर, कहाँ के हुन्छ, कुन भूगोलमा कसले के गर्छ, त्यो समग्र जवाब त म दिन सक्दिनँ। तर हाम्रैमा के हुन्छ भने मैले राति 12 बजे 1 बजे 11 बजेसम्म चाहिँ काहीँ यदि उत्खनन हुन्छ भने मलाई सूचना हुन्छ, म त्यहाँ पहिले गएर चाहिँ गाडी घेर्न लाउँछु। पहिलो जानकारी स्थानीय तहले पाउनु पर्यो। हो, हामीलाई आउँछ, मलाई आइराखेको छ र चाहिँ त्यहाँ तुरुन्तै मैले पुलिस पठाउँछु, पुलिसले गाडी समातेर ल्याउँछ। हामीले निर्णय नै गरेका छौँ बकाइदा, अवैधानिक रूपले उत्खनन गरेको भेटेमा हामीले क्षतिपूर्ति समेतको कुरा गरेका छौँ। सरकारी जग्गा कसैको जग्गा राति चोरेर खनिदिने, महा चाहिने खाल्टा बनाइदिने। अब साँच्चै भन्नुहुन्छ भने बर्दिवास नगरपालिकाभित्र हिजो जुन ढङ्गको चाहिँ उत्खननहरू भए नि, 2 आर्थिक वर्षको पैसा सबै फिलिङमा लाग्यो भने त्यो खाल्टो भरिनेवाला छैन। एउटा आरोप स्थानीय तहले लाग्ने गरेको अर्को एउटा आरोप म भन्दैछु, सुन्नुहोस्, यति मलाई पुरा गर्न दिनुहोस् कि। अनि त्यसपछि समातेर ल्याएर उनीहरूसँग जरिवाना गरेर मात्रै मैले गाडी छोड्छु। हामीले गरेका छौँ हो, नियमबद्ध रूपमा हामीले टेन्डर निकालिसकेपछि त्यो पनि हामीले गहिरो खन्न दिएको छैनौँ, लगातार अनुगमनमा छौँ। लगातार गाउँका चाहिँ युवाहरूको एउटा समिति बनाइदिएका छौँ। तपाईँहरूले कबुल गरेको जति छ त्यति चाहिँ सामग्री लानुहोस्, नछोड्नुहोस् त्यहाँ, तर त्योभन्दा गडबड नगर्नुहोस् भनेका छौँ। हामी नियमबद्ध रूपमा उहाँलाई ट्र्याकमा ल्याउने, सामान पनि उपलब्ध सामग्री पनि गरिदिनु पर्यो कानुन बमोजिमको, र अवैध उत्खनन जुन ढङ्गले भएको छ त्यो पनि रोक्न पर्यो। र उहाँले अब राति सुत्ता यस्तो थियो बिहान यस्तो भन्नुभयो, त्यो चाहिँ यो कानुनको कोणबाट पहिले चाहिँ त्यो कुरा जो थियो नि, अहिले म भन्छु कम्तीमा यो कुरा लागू गरिदिनुहोस्, तपाईँहरूले आफ्नो सङ्गठनलाई सर्कुलर गरिदिनुहोस्, मापदण्ड त पुरा गर्नै पर्छ। अब केही स्थानीय त राम्रो काम गरे होला, त्यो आफ्नो ठाउँमा छ होइन, तर एउटा समग्रमा आरोप लाग्ने गरेको के स्थानीय तहलाई त्यो के हो भने बिना मिलोमतो यो सम्भव नै छैन के। क्रसर उद्योगीले चाहेर पनि राति उत्खनन गर्न सक्दैनन्, मापदण्ड विपरीत चाहिँ उनीहरूले चाहिँ उत्खनन गर्न सक्दैनन् जबसम्म स्थानीय तह प्रशासन यिनीहरू चाहिँ मिल्या छैनन्, तबसम्म क्रसर उद्योगीले चाहेरै चाहिँ गर्न सक्ने अवस्था छैन भनेर पनि भनिन्छ नि त होइन। ठिक हो, मान्छेले कुरा गर्न पाउने भए, तर कुरो कहाँबाट हेर्नुपर्छ भन्दाखेरि स्थानीय तहमा त जननिर्वाचित निर्वाचित भएको त हिजो अस्ति हो नि त, 2 वर्ष पहिला हो। तर हाम्रो आदत के थियो भन्दा जति बेला मन लाग्यो, जहाँ मन लाग्यो गाडी पठाएको छ, टिपर पठाएको छ, कलेक्सन गरेको छ, रोकटोक गर्ने आधिकारिक संस्था काहीँ कोही थिएन। त्यो कल्चरबाट विकास भएको हिस्ट्रीलाई पनि हेर्नु पऱ्यो क्या हामीले।
आज यो आरोप त्यो लाग्ने कल्चर अझै कुरामा कायम छ कतिपय ठाउँमा सत्य होला यो, हजुर यसमा विमति जनाइराख्नु पर्ने केही कुरा छैन मैले, तर मैले के गरेँ भन्ने क्वेसन चाहिँ हो। हजुर। तर यो हेर्दाखेरि चाहिँ यो पनि एउटा त प्रवृत्ति विकास भएर आएको हो नि त, होइन भने आज नेपाल सरकारको जग्गा खोलै नबगेको ठाउँमा, हिजो जिल्ला विकासले नै ठेक्का टेन्डर नगरेको ठाउँमा ती भीमकाय खाल्टाहरू के गरी भने, यसको जवाब कसले दिन्छ? छ नि त कुरा त। अनि त्यसो गर्दाखेरि आरोप लाग्ने कुरा त्यतिकै पनि लागेको छैन होला, तर आम कुरा यही हो भनेर पनि मान्न भएन। यसका विरुद्धमा चाहिँ व्यवस्थापन पनि ठिक ढङ्गले गरिदिने, उहाँहरूको व्यवसायलाई पनि व्यवस्थित ढङ्गले चलाउने र मापदण्ड पनि पुरा गर्ने ढङ्गमा पनि त हामी त काम गरिराखेका छौँ नि त। हामी त्यो दिशामा चाहिँ सङ्घर्ष गरिराखेका छौँ, भनिराखेका छौँ यसो गर्नुहोस् यसो नगर्नुहोस्। त्यो भनेको के त भन्दा राति चोरेर खनिराखेको ठाउँमा चाहिँ गाडी समातेर ल्याइदिएपछि अब उपरान्त नगरोस् भने त हो। हामीलाई क्रसरको 2-4 वटा गाडीको जरिवाना त्यही त। अब स्थानीय तहले गर्नुपर्ने काम चाहिँ युवा अभियन्ता अगाडि आउनुपर्ने, यस्तो भइरहेछ यस्तो भइरहेछ भन्ने चाहिँ आवाज उठाउनु पर्ने, यस्तो अवस्था सिर्जना भयो नि, होइन? हो। यो सन्दर्भमा हामीले स्थानीय सरकारको मातहतमा चल्ने सबै प्रशासन र जुन क्षेत्रमा चाहिँ त्यो ढङ्गको गतिविधि हुन्छ त्यो क्षेत्रका युवाहरूले पनि भूमिका खेलिदिनुपर्छ। त्यो भनेको चाहिँ यसलाई के गर्ने त, अब राज्यले दर्ता गरिदिएको छ, राज्यले अनुमति दिएको छ, अनुमति दिने कुरा पनि हामीलाई अधिकार छैन आज, होइन? यो चाहिँ साँच्चै भन्ने हो भने अहिले जे गरे पनि दर्ता गर्ने भए पनि चाहिँ नि स्थानीय तहलाई दिनुपर्छ, अनि उसलाई करेक्सन गर्न पनि चाँडो सकिन्छ, अनि ठाउँ दिने अधिकार पनि स्थानीय तहलाई छ नि। दर्ता गर्ने एउटाले, कार्यान्वयन गराउने अरूले, अनुगमन फेरि अर्कोले। यो मिलेको छैन, यो कतै मिलेको छैन। मैले अब सन्दर्भमा आइहाल्यो कुरा, लालबाबु पण्डितज्यू मन्त्री नै हुनुहुन्थ्यो, भर्खरै त उहाँ चाहिँ उ गर्नु भएको छ, बर्दिवास आउनुभयो, आउनुभन्दा पहिले नै भन्नुभयो मेयर साहब म त्यता आउँदैछु, मलाई अलिकति त्यहाँ उ गरिदिनुहोस् है भन्नुभएको थियो। मैले बस्नको लागि चाहिँ मन्त्री आइराखेको, हाम्रो चाहिँ मन्त्री, उहाँलाई राखेँ। मैले यही विषयमा छलफल गरेँ। मैले तपाईँहरूले निर्णय गर्दाखेरि ठिक निर्णय गर्नु भएको छैन, स्थानीय तहलाई दिनु, जिम्मेवारी स्थानीय तहले बोक्न पर्यो नि त, होइन? जवाफ उसले दिनु पर्यो। जनता उसँग रिलेटेड छ, उद्योग त्यहाँ खोलिन्छ, दर्ता कसैले गरिदिने मिल्छ? आज भूउपयोग नीतिका बारेमा निर्णय गरेर टुङ्ग्याउने चाहिँ स्थानीय तहलाई अधिकार हुने, होइन? अनि यो उद्योग कहाँ राखिदिने त हामी भन्ने कुरा हामीले टुङ्ग्याउनु पाउनु। शेरचन्दजी, तपाईँलाई के लाग्छ यो जुन दर्ता प्रक्रिया जुन भयो नि, एउटाले दर्ता गर्ने, अरूले चाहिँ काम लगाउने, होइन? अनि तेस्रोले चाहिँ अनुगमन गरिदिने के? यस्तो छ। मेन कुरा के छ भने अघि तपाईँलाई नि त्यस्तो लाग्छ कि स्थानीय तहमै दर्ता हुनु पर्यो? मैले मेयर साहबको कुरा सबै मेरो समर्थन छ। नेपाल सरकारले जुन किसिमले चाहिँ मापदण्ड तोकेको त्यो कुरामा पनि समर्थन छ, तर यहाँहरूले बुझिदिनु पर्ने चुरो कुरा मैले अघि नै भन्दै थिएँ, कुरा डाइभर्ट भइराखेको छ। हजुर। के बुझिनु पर्यो भने जस्तै कुनै पनि उद्योग चाहिँ तपाईँको चाहिँ दर्ता हुँदाखेरि त्यो दर्ता भइसकेपछि सरकारसँग चाहिँ अघि नै मैले भने 80 अरब रुपियाँ हाम्रो लोन छ, त्यो त सरकारकै एउटा चाहिँ मापदण्ड पुरा गर्नुभयो तपाईँले भनेर लाइसेन्सको आधारमा नेपाल सरकारको वित्तीय संस्थाले दिएको हो नि। यो कुरा हजुरले बुझ्न जरुरी छ क्या। होला केही कुराहरू चाहिँ केही व्यवसायीहरूबाट चाहिँ गल्ती भयो होला, कानुनले दिएको कुनै पनि कुराहरू गर्न कसै व्यवसायलाई मात्र होइन, तपाईँले के लाग्छ? यो कुरा मेरो केही पनि यसमा आपत्ति छैन, तर मेरो अहिले मेरो साहबले भने जस्तै कुनै कुराहरू उहाँहरूले चाहिँ आफ्नो तरिकाबाट चाहिँ स्थानीय निकायले दर्ता गर्नु होला, त्यो ठिक छ, त्यो त उहाँहरूले व्यवसायले पुरा गर्नै पर्यो। तर यसै गरी चाहिँ मेयर साहब जस्तै गरी चाहिँ अहिले स्थानीय निकायलाई दिए जस्तै गरी नेपाल सरकारलाई औद्योगिक ऐन 2053 अनुसार दर्ता गरे हो नि त। अहिले पो नयाँ मापदण्ड आएर हामी अवैध भइयो त, तर हामी अवैध होइन नि। अवैध भन्दा राजेशसँग चाहिँ हामीले चाहिँ नि लाइसेन्सै नलिकन त्यतिकै यथाभावी किसिमले गरेको अब अवैध क्रसर जुन छन् त्यसलाई वैध बनाउने कि तपाईँहरू चाहिँ क्रसर नै बन्द गरिदिने, आन्दोलन गर्ने लगायतका कार्यक्रम ल्याउनु भएको छ नि त? हामीले क्रसर व्यवसायीले कहिले पनि आन्दोलन गर्दैन र गर्नेवाला पनि छैन। यहाँलाई के भ्रम नहोस् भने अहिले पनि हाम्रो 2 नम्बर प्रदेशका साथीहरूले आन्दोलन गरेको होइन। हेर्नुहोस्, यो सबै कुरा मुखले बोलेर हुँदैन, व्यवहारमा देखिन्छ। सरस्वती म तपाईँलाई चाहिँ यो अनुगमन समितिले अनि सरकारले यो 9 महिना 28 गते चाहिँ तपाईँको चाहिँ एउटा निर्णय गरेर दिएको छ। यो पढेर म जनमानसलाई र चाहिँ सरकार वृन्दलाई सुनाउन चाहन्छु। विगतका मापदण्ड अनुसार दर्ता भएका र राजस्व पनि बुझाएका
तर नवीकरण हुन बाँकी र हालित नपुगेका मापदण्डभित्र नपरेका हजुर। क्रसर प्रदर्शन उद्योगलाई बन्द गर्न निर्देशन दिने यसमा के आपत्ति भनेर छ? 76 9 महिना 28 गते यसमा चाहिँ आपत्ति के त्यसो भयो? केही पनि आपत्ति छैन, बन्द दर्ता गरेको होइन, सबै चाहिँ छ, नवीकरण नगरेको नवीकरण त गर्नु पर्यो नि त होइन? सुन्नुहोस् न, एउटा कुरा के छ भने नेपाल सरकारले जुन यो बन्द भन्ने निर्णय गर्यो नि, हजुर। त्यसै हामी बन्द ए हामीले कहाँ सरकारले जबरजस्ती नि- चलाउँछौँ हजुर। भनिरहेका छौँ हामीले, हजुर। हामी बन्द गरेर बसेका छौँ। 2 नम्बर प्रदेश होइन, हिजो पनि एउटा सरकारले मिटिङ गर्थ्यो। त प्रदेश 2 सरकारले त अवैध भनेछ के, अवैध क्रसर बन्द गर्ने भने हो के? अवैध भनिदिनु मिलेन, अवैध बन्द गर्ने भने के? वैधले त बन्द गर्ने भने होइन नि त। नयाँ मापदण्ड अनुसार अवैध, त्यो कुरामा हाम्रो मन्जुर त्यसो भए तपाईँ स्वीकार गर्नुहुन्छ अहिले जति क्रसर उद्योगहरू छन् हजुर। ती सबै मापदण्ड विपरीत छन् होइन? यो विपरीत अनुसार छैन, विपरीत अहिलेको नयाँ नियम अनुसार विपरीत छौँ हामी। जस्तै तपाईँले त्यही त भन्दैछु सुन्नुहोस् न, म। जस्तै मैले एउटा हजुर। तपाईँलाई सानो उदाहरण दिन चाहन्छु। आज तपाईँको नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीलाई 5 फुट 3 इन्चको हाइट नापेर भर्ना गरेको छ। ती सबै आज चाहिँ 15-20 वर्षको दौरानमा कोही आइजिपी भइसके, कोही डिआइजी भइसके, कोही एसएसपी भइसके। भोलि बिहान राति सुतेर बिहान उठ्दाखेरि तिम्रो हाइट 6 फिट हुनुपर्छ, अरू सबै घर जाओ भनेर नेपाल सरकार अथवा चाहिँ प्रदेश नम्बर 2 ले निर्णय गर्यो भने तिनले आन्दोलन गर्न पाउने कि नपाउने, तिनले आफ्नो कुरा राख्न पाउने कि नपाउने, यो कुरा तपाईँले मलाई प्रश्न पारिदिनुहोस् त। होइन, राज्यले आज बनाएको चाहिँ तपाईँको नीति सुन्नुहोस्, अनुसार मेरै चल्नु कुरा पर्यो गर्नुहुन्छ नि। भने राज्य हजुर सुन्नुहोस्, मेरै कुरा गर्नुहुन्छ भने म बागलुङको मान्छे, मेरो बागलुङ हो मेरो घर, सिन्धुपाल्चोकमा आएर मैले क्रसर उद्योग गरेँ। नेपाल सरकारले तपाईँको चाहिँ लाइसेन्स दिएर न गरेँ। भनेपछि आज मेरो- तपाईँको भनाइअनुसार अब चाहिँ दर्ता हुने चाहिँ नयाँ प्रक्रियाबाट जाओस् होइन, जो अलरेडी चाहिँ सञ्चालित छन् ती उद्योगलाई यथास्थानमै छोडिदिउँ। यथास्थानमा छोड्दैन म भन्दैन। हजुर, नेपाल चलाउनु सरकारले है? 14वटा चाहिँ ठाउँको 93वटा खानीमा व्यवस्थापन गरिदिने भनेर एउटा चाहिँ निर्णय गरेको छ। भनेपछि तपाईँ वेट गरिराख्नु भएको वेट छ, सरकारले गरिरहेका छौँ। कहिले चाहिँ आज व्यवस्थापन तपाईँको गरिदिने, भोलि यो चाहिँ व्यवस्थापन गरिदिने हो भने यतिन्जेल पनि- चाहिँ राति उत्खनन गर्नु पर्यो भने गरौँला, अब जेसुकै होस् होइन। गरौँला भन्ने कुरा हो। उत्खनन कुरामा म तपाईँलाई अघि नै भनिहालेँ, हजुर। सरकारले मेयर साहबले भने जस्तै कुनैको नीति नियम भन्दा बाहिर गएर उत्खनन गर्ने र गैरकानुनी काम गर्ने कसैलाई पनि अधिकार छैन। त्यसो भए यो तपाईँहरूले महासङ्घले चाहिँ त्यो कुरालाई चाहिँ तपाईँहरूले कहिले चाहिँ पनि हामी support गर्दैनौँ। सरकारले त्यसलाई कारबाही हुनैपर्छ। सरकारले जुन भनेको थियो नि हजुर। व्यवस्थित गरिदिने भनेको थियो व्यवस्थित नि, गरिदिनु। हो त्यसको लागि पो सङ्घर्ष गर्ने हो नि तपाईँहरूले त। नै, त्यसको लागि अब त व्यवस्थित हेर्नुहोस्, गरिदिएन भनेर अवैध रूपमा उत्खनन गर्न पाइएन नि त। एउटा चाहिँ कुरा तपाईँलाई मैले के आग्रह गरेँ भने अवैध उत्खनन भन्ने कुरा चाहिँ तपाईँहरूले नभनिदिनुहोस्। एउटा कुरा के छ, अवैध काम त्यो त गर्ने- तपाईँ आफै भनिराख्नु भएको छ नि, राति उत्खनन गर्नु परेको छ भन्नुभएको छ त। एउटा कुरा यहाँले जब कि सुन्नुहोस् न, म एउटा जुन कुरा कार्यविधि छ नै, नि नै, नै। ढुङ्गा गेटी त्यो कार्यविधि छ 2075, त्यसमा लेखेकै छ कि सूर्यास्तदेखि सूर्योदय भित्र उत्खनन गर्न पाइँदैन, अनि मैले कहाँनिर पाइन्छ भनेको छु त। अनि गर्नु परेको छ भनेर होइन, भनिराख्नु भएको मतलब छ अस्ति जुन घटनाले चाहिँ तपाईँको एउटा देखायो, मैले भन्न खोजेको त्यो प्रसङ्गलाई मात्र जोडेको हो। हजुर। गर्नु परेको छ भने हामीले गर्न पाऊँ बाध्य भइरहेको छौँ। छ भने होइन। हजुर, हजुर। मैले एउटा कुरा यहाँ त्यो जुन दिलीप महतोजीको जुन मृत्युको कुरा आयो, हजुर। राति 2 बजे भयो अरे क्या। चाहिँ मैले त्यसको उपाय मैले के निकालेको भने फेरि त्यो उत्खनन जसले 4 बजे बिहान 4 बजे बिहान हजुर। उत्खनन भयो, त्यो कुरालाई मैले समर्थन गरेको होइन। के कुरा बुझिन पर्यो भनेपछि दिउँसै खन्ने चाहिँ एउटा प्रावधान तपाईँहरूले मिलाइदिनुहोस् न। नेपाल सरकार यो तपाईँको चाहिँ ले किन चाहिँ इक्विपमेन्ट प्रयोग गर्न पाइन्न भनेर चाहिँ तपाईँको चाहिँ ठेक्का लगाइदिनुहुन्छ। जुन किसिमको जुन तपाईँहरूले एउटा मापदण्ड तोकियो त्यही किताबमा लेखेको छ तलपति उत्खननको विषयमा। अब यो समग्रमा कुरा गरौँ है। अब यो जति कुरा भयो नि त्यसबाट 2-3टा कुराहरू के आयो भने जस्तै एउटा तपाईँले मुख्य कुरा जुन भन्नुभयो कि 94वटा होइन उद्योगहरू चाहिँ 14वटा ठाउँको 93वटा उद्योग, त्यसलाई चाहिँ सबै क्रसर उद्योगलाई सार्ने व्यवस्थापन गरिदिने व्यवस्थापन भनेर भनेको नेपाल सार्ने। सरकारसँग चाहिँ हाम्रो एग्रिमेन्ट नयाँ मापदण्ड अनुसार सारिदिने भनेको थियो सरकारले, राज्यले त्यो साडी दिएन दिएन। होइन। भनेपछि मुख्य कुरा त अब त्यसको लागि दबाब सिर्जना गर्नु पर्यो तपाईँहरूले होइन। अब कि त हेर्नुहोस्, यो राज्यको अगाडि हाम्रो के चाहिँ तपाईँको दबाब सिर्जना हुन्छ र हेर्नुहोस् न। आज हामी चाहिँ 80 अरब रुपियाँ चाहिँ अब तपाईँहरू चलाउनु भयो भने मोडिराखेका छौँ। तपाईँहरू चलाउनु भयो भने अवैध होइन, चलाउनु भयो भने होइन। अर्कोतर्फ राज्यले चाहिँ सारिरहेको होइन, हामी अवस्था छ। चलाउँदैनौँ। हजुर। जस्तै तपाईँको चाहिँ नि यो अब चाहिँ नि कहीँ नभएको जात्रा हाँडी गाउँमा छ, हाम्रो चाहिँ एउटा काठमाडौँ भन्ने उखान छ, 7वटा प्रदेशमा व्यवस्थापन नहुन्जेलसम्म चलाउन दिने भन्ने चाहिँ एउटा एक किसिमको चाहिँ सबै चाहिँ कन्टिन्यू चलिराखेको छ। हाम्रोमा चाहिँ मैले अघि नै पढेर सुनाएँ, प्रदेश नम्बर 2 मा चाहिँ 76 चाहिँ 9 महिना 28 गते
उद्योगलाई बन्द गर्न निर्देशन दिने भएपछि तपाईँ उद्योग बन्द भयो। त्यो क्रसर होइन अवैध क्रसर भने हो कि अवैध भने हो क्या त्यो सबैलाई भने होइन ए बाबा मैले तपाईँहरूलाई चाहिँ बारम्बार भन्दैछु अवैध क्रसर गर्ने काम गर्ने त कसैलाई अधिकारै छैन। चाहे क्रसर व्यवसाय महासङ्घको कुरा होस् चाहे यो प्रदेश नम्बर मेयर साहब को कुरा अब यो जुन समस्या देखियो नि अहिले हामीलाई त जबरजस्ती राति सुतेर बिहान उठ्दाखेरि बालुवा सबैले चाहिन्छ यो कुरा चाहे घर बनाउनु हो घर बनाउनु परोस् होइन या सडक बनाउनु विकास निर्माणका जे जति काम छन् व्यक्तिगत होस् या सरकारी होस् सबैले चाहिन्छ होइन। अब एउटा त्यो त्यसको पनि समस्या नरहोस् होइन र अर्को वातावरणीय मूल्याङ्कन जुन हुन्छ नि वातावरणीय प्रभावका मूल्याङ्कन कुराहरू त्यो सबै हेरेर चाहिँ स्थानीय तहले चाहिँ अनुमति दिने हो होइन उत्खनन गर्नलाई होइन भनेपछि यी सबै कुरा समाधानको लागि के गर्नु पर्ला खास अब त्यसो भए? पहिलो कुरा त यसो हो अब यो अहिले कानुनी रूपमा उहाँहरूले असन्तुष्टि जाहेर गरिराखेको कुरा राति सुत्ता र बिहान उठ्दाको जो कुरा छ त्यसले टिक्दैन यो किन लानु त मापदण्ड र नियममै लानु पर्यो नि त यसलाई होइन। यसलाई अरू धेरै कुरा गरेर यसलाई लम्ब्याउने तन्काउने कुरा गरेर यो हल हुँदैन। त्यसो भयो भने अब यो जुन ढङ्गको चाहिँ अस्ति दुःखद घटना भएको छ यसले सबै मान्छेको मन भतभत पोलि नै राखेको छ एउटा। अर्को कुरा चाहिँ यो अहिले जे निर्णय हुन पुग्यो यो त गत वर्ष माथिबाट चाहिँ नि जति बेला अधिकार माने कानुन निर्देशिका जारी भयो नि त त्यति बेलै उहाँहरूले बसेर खोजबिन गर्नु। जस्तै महोत्तरीमा त हामीले खोजबिन गऱ्यौँ 12वटा चाहिँ तपाईँको डकुमेन्टै बुझाएनन् डकुमेन्टै छैन उनीहरूसँग न चाहिँ वातावरण प्रभाव मूल्याङ्कन छ न चाहिँ केही छ न केही छ कारबाही गर्ने भनेर हामी म बसेकै मिटिङले चाहिँ निर्णय गर्यो कारबाही किन नगर्ने त्यस्तोलाई एक। दोस्रो कुरा अहिले राज्यले तय गरेको जो मापदण्ड छ उहाँहरूसँग वार्ता भएको छ सम्झौता भएको छ निर्णय भएको छ भने उहाँहरूले विषय खोज्नु पर्यो। राज्यले गरेको कुरा हो नि त त्यो त राज्यले त्यो कुरा पुरा गर्नु पर्यो। दोस्रो कुरा भने मैले गरे छैन भने बन्द गरेर पुरा गराउनेतिर लाग्नु पर्यो नि त होइन अवैध त गर्नु भएन अवैध काम त गर्नु भएन। नम्बर 3 कुरा अहिले राज्यको मापदण्ड चाहिँ म यो कारणले 80 अरब ऋण लिएको कारणले म राज्यको मापदण्ड मान्दिनँ हिजोको ऐनको आधारमा चाहिँ दर्ता गरेको थिएँ त्यस कोणबाट म यो मान्दिनँ भन्न त मिलेन नि। त्यो त तुरुन्तै मापदण्डको आधारमा 500 मिटर त भनेको छ होइन त्यसलाई 500 मिटर पर कहीँ जग्गा व्यवस्थापन गर्नु पर्यो सबै प्रक्रिया पुर्याउनु पर्यो। त्यो सार्न धेरै ठुलो कुरा भएन नि त हिजो जो चलिराख्यो त त्यो सार्न पर्यो एक। अर्को कुरा चाहिँ नि अब यो उद्योगको सन्दर्भमा यो कुरा भयो मेरो। अर्को गर्ने कुरा चाहिँ के हो त भन्दाखेरि उहाँहरूले सरकारी जग्गाको आसपासमा लगेर हिजो राख्नुभयो होइन। आज पनि उहाँहरूको हरकतलाई साँच्चै निहालेर हेर्न जाने हो भने चाहिँ नि उहाँहरूको कहिल्यै चल्न नदिने गरी नै बन्द गर्नुपर्छ। त्यो पनि हरकत भएको छ त्यस्तो। त्यो सबै कुरालाई मैले के भने त भन्दा पहिलो तपाईँ व्यवसायी सङ्घको जो उहाँहरूको नेता हुनुहुन्छ नि त तपाईँ पहिलो तपाईँहरूले राखेर ठोस निर्णय गर्नुहोस्। राज्यले गरेको निर्णयमा असहमति जाहेर गर्ने कुरा त होला लागू गरिदिनु भन्न चाहिँ पाइँदैन। मेरो कुरा यो लागू गरेर जानु पर्यो। असहमति छ भने पनि हामी यो लागू त गर्छौँ तर हामीलाई यहाँ मार पर्यो भन्नुहोस्। 80 अरब पैसा त अहिले राज्यले तिर्दिँदैन तपाईँहरूको होइन कमाउनु पर्छ उद्योग चलाउनु भएको छ सारा कुरा छ राज्यको आवश्यकता पनि छ चाहिएको छ नि त माल त विकास निर्माणको निमित्त रोड बनाउनु पर्यो यो सारा कुरालाई चाहिएको पनि छ। त्यसो गर्दा एउटा नियमबद्ध ढङ्गले हामी चाहिँ चल्यौँ भने यो समस्या पनि आउँदैन। मेयर साहब एउटा अब अर्को एउटा जनसरोकारको विषय रहेछ क्या यो जुन क्रसर उद्योगहरू स्थापना हुन्छन् स्थानीय तहले अनुमति दिन्छ होइन चलाउनलाई होइन कति मापदण्डहरू तय गर्नेदेखि सबै कुराहरूको चाहिँ व्यवस्थापन हेर्ने काम चाहिँ स्थानीय तहले गर्छ होइन अनुमति एक किसिमले दिन्छ। वास्तवमा के रहेछ अहिले जस्तै तपाईँ नै भन्नुभयो 12 ठाउँमा कति ठाउँमा अहिले चलिरहेछ होइन कति ठाउँमा चलाएछ अहिले खास क्रसर यो बर्दिवासको कुरा गर्ने भने बर्दिवासमा 12-14 वटा छन् होइन भनेपछि तिनीहरूलाई अनुमति दिँदाखेरि यो सबैलाई जानकारी पनि होस् त्यो हिसाबले खास के गर्नुहुन्छ कसरी चाहिँ अनुमति दिनुहुन्छ कति फिट खन्ने त्यो के रहेछ वास्तवमा यसको यो उद्योग स्थापना गर्न त म आइसकेपछि एउटालाई पनि अनुमति दिएको छैन मैले सिफारिस गरेको छैन। नम्बर 1 कुरा मेरो घोषणै थियो त्यो। दोस्रो कुरा उनीहरूलाई अनुमति दिने भनेको चाहिँ कस्तो हो त भन्दा जस्तै हामीसँग खोला नाला छन् नि त त्यहाँ चाहिँ डिपोजिट भएको छ त्यो डिपोजिटको चाहिँ नै हामीले वातावरण प्रभाव मूल्याङ्कन गराइसकेपछि कति घनमिटर निकाल्न मिल्छ त्यो किनाराबाट कति मिटर छोड्ने यो किनाराबाट कति मिटर छोड्ने बिचमा कति गहिरो खन्न मिल्छ
त्यति खनिराख्दाखेरि त्यहाँ कुनै ढङ्गको असर कसैलाई पर्दैन भन्ने कुराको यकिन गर्छौँ, त्यो कुरा पारित गर्छौँ। त्यसलाई हामीले त्यसको आधारमा चाहिँ हामी पत्रपत्रिकामा सूचना निकालिदिन्छौँ। हामीले यति ग्राभेल चाहिँ दिने भयौँ, बेच्ने भयौँ, सार्वजनिक सूचना आउँछ। अनि त्यसमा चाहिँ को इच्छुक हुनुहुन्छ यो लिनुहोस्। कानुन बमोजिम अघिले उहाँले उठाएको एउटा कुरामा म सहमत छु कि त्यो एस्काभेटर छ, जेसिबी छ, अनि त्यत्रो ठेक्का लिइसकेपछि मान्छे लाएर चाहिँ उठाएर त लाँदैन मान्छे। म त यो राज्यलाई सुधार्न भन्छु, यो खरिदैनमै यो व्यवस्था हटाउन, अर्को व्यवस्था गर्न भनेर भन्छु म। यो सबै कुरा हेरेर चाहिँ अनुमति दिने गर्नु हो। त्यसपछि मात्रै अनुमति होइन, हामी यसको सार्वजनिक सूचना गर्छौँ, टेन्डर बिट गर्नुहुन्छ, उहाँहरूलाई उठाउनको निमित्त हामी चलन पूर्जी दिन्छौँ। हजुर, अब हामी अन्त्यतिर पनि आइसकेका छौँ। शेरचन्दजी, अब के गर्नुहुन्छ? तपाईँहरू आन्दोलन जसरी गरिराख्नु भएको छ, अहिले बन्दै गर्नु भएको छ होइन? एकातर्फ प्रदेश सरकारले निर्णय गर्ने, अर्कोतर्फ तपाईँहरूले आफै चाहिँ बन्द गरिदिने, त्यो कुरा भयो। के गर्नुहुन्छ? निकास चाहिँ के छ यसको? हाम्रो निकास चाहिँ के हुनुहुन्छ भने छोटोमा है, नेपाल सरकारले हामीले आन्दोलन गरेको छैन है, जनमानस सबैले चाहिँ यो बुझ्न जरुरी छ र हाम्रो आग्रह पनि छ। नेपाल सरकारले नेपाल सरकारको 2 नम्बर प्रदेश अन्तर्गत अनुगमन समितिले 76/9/28 क्रसर उद्योग बन्द गरिदिने भनेपछि यो उद्योग बन्द छ। जबसम्म चाहिँ प्रदेशले निर्देशन मानेका छौँ, हामीले मान्छौँ पनि। तपाईहरु आफै मान्नु, सोचले मान्नु, नमान्ने कसको यहाँ हो? एउटा कुरा चाहिँ के भनेपछि प्रदेश सरकारले भनेपछि बन्द गर्नुभयो, बन्द गर्नु बन्दै छ, गएर हेर्नुहोस् न। कसैले मान्दैन भने भन्नुहोस्, हामी नै बन्द गराइदिन्छौँ। अब निकास त चाहियो नि होइन? निकास चाहियो, बन्द गरिदिनुहोस्। निकास चाहिँ के त? एउटै कुरा चाहिँ के हो हाम्रो भन्नुहुन्छ भने जुन किसिमले तपाईँको चाहिँ हामीले चाहिँ एउटा क्रसर उद्योगहरू चलाइराख्यौँ, ल ठिक छ, आज हाम्रो बन्द भयो, सरकारले चाहिँ तपाईँको चाहिँ बन्द गरिदियो, हामीले मान्यौँ। एउटा कुरा यहाँहरूलाई थाहा छ कि छैन, 71 सालमा हामीले यसै गरी चाहिँ बन्द गर्ने भनेर चाहिँ प्रत्येक उद्योगको चाहिँ कपिल वस्तुदेखि चाहिँ लाइन काट्न पनि सुरु भएको थियो। नेपाल सरकारले लाइन पनि काटिदिनु भयो, हामी बन्द भयो, हामी चुप लाएर बस्यौँ। राज्यसँग हाम्रो के लाग्छ भन्नुहोस् त? तर बन्द भएर बसिरहँदाखेरि 2 महिना पनि यो चाहिँ बन्द गर्ने सरकारले टिकेन। सरकारले उल्टो चाहिँ तपाईँहरू वार्तामा आउनुहोस्, यहाँ निकै समस्या आयो भनेर उहाँहरूले हामीलाई रिक्वेस्ट गर्नुभयो। हामीलाई त्यो कुरा पनि थाहा थिएन। रिक्वेस्ट किन गर्नुभयो त भनेपछि गिटी बालुवाको कारणले इटा बिकेन, सिमेन्टी बिकेन, रङ रोगन बिकेन, लाखौँ लाख मजदुर चाहिँ निर्माण सामग्रीसँग चाहिँ सम्बन्ध भएका चाहिँ उद्योगहरू चाहिँ बन्द भयो। मजदुरहरूले चाहिँ काम पाएनन्, रोडमा थाल छताउँदै हिँडे। र जति पनि विकास निर्माणका कामहरू आज भनौँ न, मेयर साहबै कति चाहिँ को नगरपालिकामा कति चाहिँ बजेटको चाहिँ आज विकास निर्माणको काम होला, मान्छेलाई भन्न सजिलो छ। यत्रो चाहिँ प्रदेशले चाहिँ तपाईँ यत्रो बजेट चाहिँ गरेको छ, स्थापना गरेको, त्यो कुराहरू गर्नको लागि उहाँहरूलाई असर पर्यो। मानौँ न, काठमाडौँको भएको घटना भन्छु, असर परिसकेपछि हामीलाई चाहिँ उहाँहरूले फेरि बोलाएर ल 14वटा ठाउँ र 93 ठाउँ तपाईँ हामीले गरिदिएको छौँ, तपाईँ त्यो नआउन्जेलसम्म चलाउनुहोस् नि त। मतलब उहाँहरूले मुख्य कुरा यही हो होइन, सरकारले केन्द्र सरकारले जे भनेको थियो त्यो चाहिँ पालना गरिदिनु पर्यो होइन, व्यवस्थापनको काम चाहिँ गरिदिनु पर्यो होइन, त्यतिखेर तपाईँहरू बन्द गर्नु। हामीले 14वटा ठाउँ र 93वटा चाहिँ ठाउँ खानीमा तपाईँलाई हामी घुसाइदिन्छौँ, त्यहाँभित्र तपाईँलाई छुट्टै एउटा चाहिँ क्रसर जोन भनेर हामी स्थापना गरिदिन्छौँ भनेर चाहिँ नेपाल सरकारले हामीसँग लिखित छ। यहाँ त्यो कार्यान्वयन गरिदिनु पर्यो भन्ने हुनाले कन्टिन्यू चलिरहेको, अहिले पनि चलिरहेकै छ। हामी बेला बेलामा गएर कहिले हो यो ठाउँ चाहिँ खै त भनेर हामी भनिरहन्छौँ, तर उहाँले देखाइरहेको अवस्था छैन। हस् त है, त्यस कारणले मेरो चाहिँ यहाँलाई आग्रह चाहिँ के हो भन्नुहुन्छ भने प्रदेश सरकारले बन्द भनिसकेपछि हामी बन्द छौँ, तर यसबाट पर्न जाने असर, सम्पूर्ण चाहिँ विकास निर्माणको काममा चाहिँ पुग्ने चाहिँ असर लगायतका सम्पूर्ण चाहिँ कुराहरूको र जनतालाई पर्न जाने असरको चाहिँ जिम्मेवारी यही निर्णयले लियोस् भन्ने चाहिँ म यहाँहरूलाई चाहिँ आग्रह गर्न चाहन्छु। तपाईँहरूको माग सम्बोधनमा चाहिँ प्रदेश सरकारले पनि भूमिका खेलिदिनु पर्यो, त्यो एउटा बनाइरह तपाईँ। हाम्रो चाहिँ माग त अघि नै मैले भनिहालेँ नि त, 14वटा ठाउँको 93वटा व्यवस्थापन काममा चाहिँ प्रदेश सरकारले पनि भूमिका खेलिदिनु पर्यो, केन्द्र सरकारसँग समन्वय गरेर होस्, यी उद्योगहरूलाई चाहिँ व्यवस्थित गरिदिनु पर्यो हैन। हस् त, धन्यवाद दुवैजनालाई, धन्यवाद। दर्शकवृन्द, ओछलेथ उमेश शेरचन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसाय महासंघ के अध्यक्ष तैना महोत्तरी बर्दिवास के मेयर विदुर कार्की आइ हुनका सबसँ बातचीत करै छलियै जे पिछला एकटा घटना भेलैए धनुषा के मिथिला नगरपालिका में जे घटना भेलैए एक गोटे पर्यावरण अभियंता
हुनका हत्या कऽ देल गेलै। विशेष कर क्रशर के बात करी तो ऐसे विकराल एक समस्या देखल जा रहा है। वातावरणीय प्रभाव के बात सेहो देखल जाइ छै। एकरा केना कऽ समाधान कयल जा सकैए, जे उद्योग सब अखन बंद भेल छै सरकार के निर्देशन के कारण से, एकरा ई सहज रूप से ई समस्या के समाधान केना कऽ निकालल जा सकैए, इहे सब विषय में बातचीत करै छलियै। बेस्त नमस्कार।